हेलो नमस्ते सबैजनालाई गुड मर्निङ सबैजना सन्चै हुनुहुन्छ होला म नि सन्चै छु है। आज चाहिँ हाम्रोमा डेली समाजको तिहारको पार्टी छ अनि त्यसमा चाहिँ हाम्रो केटीहरूको भागमा चाहिँ गोठ करी बनाउने पऱ्यो। अब चाहिँ मसँग चाहिँ हिजोको 30 केजी मासु लिएर आएको मैले 30 केजी मासु लिएर आएर यहाँ राखेको छु। मासु चाहिँ यहाँ चाहिँ हिजो मैले लिएर फ्रिजमा हालेर राखेको यो लिएर आएको। अब चाहिँ यो मेरो छोरी सुतेर छोरी उठ्यो भने चाहिँ यो लगेर गएर हेमन्तकोमा पकाएर त्यसपछि हलमा लैजाने। आज त हाम्रो तिहारको पार्टी छ कि त्यही भएर तिहारको पार्टीको लागि हो खासमा यो तिहारको स्पेसलहरू चाहिँ है। आज के हुन्छ म सबै तपाईँहरूलाई देखाउँदै जान्छु है त। म चाहिँ जानु भएको मासु बनाउने ठाउँमा म र मेरो छोरी जानु लाग्यो। छोरी कहाँ जानु लाग्यो तिमी? आना बहिनी भेट जानु लाग्यो होइन? म चाहिँ अब जानु लाग्यो त्यहाँ मासु लगेर जान्छु त्यसरी पकाउने। अब चाहिँ पकाउने सुरु गर्छु म चाहिँ। ल लाग्यो है त हामी मासु लगेर जानेतिर। नथिङ ल मजा गयो है त। मासु बनाएर जाने हलतिर। आजको मौसम चाहिँ बबालै रहेछ हेर्नुहोस्। त्यसमा बबाल देखिहाल्छ हौ। मासु यहाँ छ। अब यो मासु लगेर भित्र गएर पकाउनु। मासु पकाउनु मासु गयो ग्यास बाल्न नजानु कामदारहरू यहाँ चाहिँ मासु पकाउने मान्छेले खोइ ग्यासै नबोलेर यस्तो तनाव मासु पकाउने 5 घन्टा लाग्यो। हिँड्ने हो सब खटो पारेको खासमा। अब बल्ल बल्ल हुन्छ कि हुँदैन अब बल्ल नआखा गरेर नि आराम चलाउ हो त त्यहाँ। खै बडा यहाँ हाम्रो मासु भनिखेर पाग्ला है। अझै के भएन पाक्छ एकछिनमा। अब हामी चाहिँ खसीको मासु सासु बनाएर सबै गरेर घर आइपुग्यौँ। हामी चाहिँ अब एकछिनपछि मेरो छोरीलाई नुहाइधुवाइ गरेर अनि त्यसपछि रेडी भएर हामी लाग्छौँ पार्टीतिर होइन। ए ल के गर्ने ल त्यही हो त गाइज। नाच्दैछ मेरो छोरी। मेकअप सुरु भइसक्यो है। अब म मेकअप गरेर त्यसपछि फेरि हाल्छु है त्यो गाइजमा। अब मेकअप मेरो छोरी सुतेको कि नानी सुतेको बेला मेकअप गर्नु पऱ्यो। अझ 2 घन्टा टाइम छ सन्त तर अहिले छोरी उठेर पनि मलाई मेकअप गर्नै दिँदैन। त्यही भएर मैले मेकअप सुरु गरिसकेँ। ओके र म चाहिँ मेकअप सेकअप गरेर कपडा सपडा लगाएर सबै गरेर रेडी भइसकेँ। काइरा नि यहाँ छ के भन्छ उसको बाबा चाहिँ विष्णुमा आउँदैछ उसलाई वेट गरेर बसेकोमा चाहिँ ऊ रेडी भयो भने चाहिँ हामी 3जना जान्छौँ पार्टीतिर होइन छोरी होइन। होइन मक्कै पर्छ जान आएर ल। अब हामी हलतिर जानु लाग्यो। त्यसरी ब्युटिफुल भएर हलतिर जानु लाग्यो होइन होइन। खानामा त यहाँ सेलरोटी छ बटर चिकन विङ्स आलुदम र सब्जी सकेर चाहिँ अहिले चाहिँ अघि चाहिँ कति धेरै टाइममा सक्दैछ। पापड वहाँ हेर्छ मान्छेहरू त कति छैन वहाँ फेरि वहाँबाट हेर्छ मान्छेहरू छ क्या यहाँ चाहिँ ल ल खायो खायो ल। परोठो माल छ यहाँ सकिएछ तर यहाँ चाहिँ सलादमा चाहिँ प्याज अनि
दाइहरू त रक्सी खाएर बस्नु भयो मेरो भाइ छ यहाँ बिराउन एकजना भाइ होइन म चाहिँ यहाँ हलमा आएर खाना लगाएको है हामी चाहिँ यहाँ हाम्रो अर्को नानी आमा यहाँ छन् अर्को तरनी बिहा छन् यहाँ हलहरू चाहिँ कत्रा डेकोरेसन गरेर गाडीहरू उहाँ ए मान्छेहरू त 3 मिनट टन्नै रहेछ नि अहिले ए सब कत्रो करक भएर कति राम्रो भएर खानु गाइजहरू हेलो मेरो बेला हेलो मराङ्गे बेलाहरू के छ मेरो मराङ्गे बेलाहरूको हातमा कति के खानु त्यस्तो कस्तो छ खानेकुरा दामी छ ल ठिकै छ ल आफ्टर लङ टाइम पछि सेस है कति पछिसँग खाइयो गाडी हामी यहाँ खाँदैछौँ अझै ए पन्ध्रै आमा मान्छेहरू त अझै आउँदैछन् गाइजहरू हाम्रो राष्ट्रिय गान सुरु भयो पार्टी स्टार्ट हाम्रो प्रोग्राम चाहिँ बल्ल उहाँहरूले के भन्छ बत्ती बालेर स्टार्ट हुने है प्रोग्राम चाहिँ बल्ल सुरु हुँदैन तर नाच्ने तरुणीहरू यहाँ छन् राम्री हामी त नानी आमालाई गाह्रो छ तरुणीहरू नाच्नको जाने भएर बसेर सन्दरीहरू पनि बस्छन् हो 2 तरुणीहरू छन् माहौल छ तसर्थ यस कार्यक्रममा यस नृत्य पश्चात नाच सुरु भयो गाइजहरू बसेको थिए आशयमा यसको लागि सीता पूर्जा
साक्षी हो अब बिहानको मेरो पर्यो
नाच्दा जाने भट्टाउन जाने अरू पनि छन् यहाँ तर मान्छेसँग उठेर हिँडेको कोही कता गएको कोही कता गएको तर रहेछ अहिले चाहिँ किन हो I don't know देउसीलाई भैलोमा सुरु भयो अहिले त भात र मासु खाँदैछु मैले गाईहरू नाच्दैछ अब घर गएर सोया आन्नु पर्यो गाईको मान्छेहरू अझै नाच्दैछन् त्यहाँ म चाहिँ घ्याउ लाग्यो त्यही भएर भामै लाग्यो हामी चाहिँ हावामा गएर घर आइसक्यो सब यतापट्टि गरेर मेरो छोरी उहाँ चाहिँ खेल्दैछ 11 साढे 11 हुनु लागिसक्यो अझै खेल्दैछ म चाहिँ आएर मेकअप सबै रिन्यू गरेर सबै गरेर अब सुत्नलाई रेडी ओके बाई सी यू नेक्स्ट भ्लग